पोखरा रङ्गशालामा अहिले 6औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ। माघ 9 गतेबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ 6 टोली र महिलातर्फ 5 टोली सहभागी भएका थिए। महिलातर्फ नेपाल पुलिस क्लब र न्यू डायमन्डले फाइनलमा स्थान बनाइसकेका छन्। पुरुषतर्फ समूह चरणको अन्तिम खेल बाँकी छँदा 3 टोली फाइनलको दगुरमा छन्। फाइनल यात्रा एकदमै रोचक बनेको छ। शुक्रबार हुने पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेश बीचको खेलको नतिजाले कुन टोली फाइनलमा पुग्छन् त्यो टुङ्गो लाग्नेछ। नेपाल पुलिस क्लब 5 खेलबाट 10 अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ। समूह चरणको सम्पूर्ण खेल खेलिसकेको पुलिसलाई आफू अनुकूलको नतिजाको पर्खाइमा छ। समूह चरणको एक खेल खेल्न बाँकी रहेका पर्वत र गण्डकी भने अन्तिम खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छन्। समान 4 खेल खेलेका गण्डकी र पर्वतको समान 9 अङ्क छ। कस्तो नतिजा आउँदा कसलाई फाइदा हुन्छ यस बारेमा यस भिडियोमा जानकारी दिनेछु। यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। अब लागौ कस्तो नतिजा आउँदा कसलाई फाइदा हुन्छ। शुक्रबार हुने गण्डकी र पर्वत मध्ये कुनै एक टोलीले सिङ्गो 3 अङ्क प्राप्त गर्ने गरी जित निकालेको खण्डमा उक्त टोली जुन भोलिको खेलमा जित निकाल्छ त्यो टोली र पुलिस फाइनलमा पुग्नेछन्। तर उक्त खेल 5औं सेटमा पुगेको अवस्थामा भने सेटका आधारमा फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ। 5औं सेटमा गएर जित निकाल्ने टोली स्वत फाइनलमा पुग्नेछ र 5औं सेटमा गएर पराजित हुने टोली र पुलिस बीच चाहिँ सेटमा जो धेरै जितेको हुन्छ उही टोली नै फाइनलमा पुग्नेछ। खेल 5औं सेटमा पुगेको अवस्थामा भने पुलिसलाई फाइनल पुग्न कठिन हुने देखिन्छ। पुलिसले 3 खेलमा जित र 2 खेलमा हार बेहोरेको छ। गण्डकी र पर्वत भलिबलले समान 3 खेलमा जित र 1 खेलमा हार बेहोर्दा 1 खेल खेल्न बाँकी छ। 4 खेलमा पुलिसले 11 सेटमा जित निकाल्दा 7 सेट भने गुमाएको छ। गण्डकीले 10 सेटमा जित निकाल्दा 4 सेट भने गुमाएको छ। यस्तै पर्वत भलिबलले 11 सेटमा जित निकाल्दा 6 सेटमा हार बेहोरेको छ। यो तथ्याङ्कले पनि पर्वत र गण्डकीको खेल 5औं सेटमा जाँदा यी टोली नै फाइनलमा पुग्ने देखिन्छ। त्यसो भएको खण्डमा सेटका आधारमा पुलिस बाहिरिने अवस्था छ। तर खेलमा कुनै टोलीले सोझो सेट र सिङ्गो 3 अङ्क लगेको अवस्थामा भने पुलिसले फाइनलमा खेल्ने अवसर पाउनेछ। गण्डकी र पर्वत दुवैको खेल हेर्दा कसले जित्छ भन्ने अवस्था छैन। दुवै टोलीले यसअघिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। दुवै टोलीमा 3 पाकिस्तानी खेलाडी आबद्ध भएकाले उनीहरूको प्रदर्शनमा टोलीको नतिजा निर्भर हुनेछ। दर्शकको साथ र पाकिस्तानी खेलाडीको हातले गण्डकीलाई कहाँसम्म पुर्याउँछ त्यो भने हेर्न बाँकी छ। कुन टोली फाइनलमा पुग्ला जस्तो लागेको छ तपाईहरुलाई कमेन्ट गर्नुहोला।